हेलो साथीहरू, हेर्नुहोस् त यो के होला? कसले चिन्नुहुन्छ? पक्कै पनि धेरैजनाले चिन्नुहुन्छ होला। अमला हो यो, अमला भन्छ हाम्रोतिर, तराईतिर। अरू ठाउँमा के भनिन्छ खै मलाई थाहा भएन। आज म यो अमलाको अचार बनाउने तयारीमा छु। 1 केजी अमला किनेर ल्याएको छु बजारदेखि। म हजुरहरूलाई यो अमलाको अचारको रेसिपी बनाएर देखाउने छु। भिडियोलाई फुल वाच गर्नुहोला। हामीले कसरी अमलाको अचार बनाउन सकिन्छ भनेर। सर्वप्रथम त हामीले अमलालाई सफा गरी धुनु पर्दछ। फोहोर मैला हुनु भएन। यसरी सफा भाँडामा राखेर सफा पानीमा अमलालाई 2 पटक 3 पटक पखालेर हामीले त्यसपछि यसलाई एउटा कपडामा सफा कपडामा राखिन्छ। देखाउँदैछु। म 2-3 पटक यसलाई पखाल्नु होला है। 3 पटकसम्म 2-3 पटक राम्रोसँग सफा गरेर अमलालाई हेर्नु होला है। चारैतिर यसको फोहोर मैलाहरू लागेको छ भने यसरी साफ गरेर 1 मुठा पिस लिएर, यो चाहिँ फोहोर होइन है, यस्तै दाग हो यो अमलाको। रुखमै लागेको चिसोले गर्दाखेरि अमलाहरू बिग्रिन लागिसकेको रहेछ कि। चिसो मौसममै हुने कुरा हो यो। फेरि सिजनै यही हो अमलाको। जाडो मौसममा यो चाहिँ बिग्रेको रहेछ। मैले कटिङ गरेर फ्याँक्छु अहिले बिग्रेको जति। पहिला त यसलाई सफासँग धोएर एउटा सफा कपडामा राखेर यसको पानी पुछौँ है साथीहरू। यसरी अमलालाई 3 चोटिसम्म पखालिसकेपछि हामी सफा कपडा बिछाएर सफा कपडामाथि अमलालाई राख्छौँ यसरी झिकेर, किनकि भाँडामा अझै पनि पानी छ है। सबै पानी रुमालमा खस्छ भिज्छ भनेर मैले चाहिँ यसरी एक गरेर अमलालाई झिक्दैछु। यस्तो राम्रो छ कि अमला है, देख्दै खाम लाग्ने छ। तर के गर्नु, चिसो मौसममा चाहिँ त्यति खान मन नलाग्दो रहेछ कि। म यसको अचार रेसिपी बनाएर राख्छु। अचार भनेपछि त गर्मीमा खान पाइन्छ है, बिग्रिँदैन। त्यसैले म चाहिँ अचार बनाउन गइरहेको छु। यसरी अमलालाई सफा कपडामा राखेर, सुतीको कपडा भयो भने एकदमै पानी सोस्छ। यसरी सफा कपडामा राखेर यसको पानीलाई हामीले सोच्नु पर्दछ। पानी गयो भने चाहिँ अमला जे कुराको नि कि पानीले छिटो बिगार्ने रहेछ कि अचारलाई। सकेसम्म हामीले चर्को घाममा सुकाएर बनाउनु पर्छ अचारहरू। जे मुला, अमला, आँप, गाजर जे कुराको नि होइन। अचार भन्ने बित्तिकै लामो समयसम्म राख्न सकिने भएकोले सकेसम्म हामीले घाममा सुकाउँदाखेरि एकदमै लङ टाइमसम्म टिक्छ अचार। अब मैले यसरी पुसिसकेपछि यो बिग्रेकोहरू हेरेर मैले कटिङ गरेर फ्याँक्छु है सबै साथीहरू। यो बिग्रेको अब हामीले यो चिसो भइसकेको छ। यो रुमाल तल भिजिसकेको छ। अब अर्को कपडामा सारेर यसलाई सुफोमा यसरी मजाले कपडा बिछाएर यसरी कति थोरै देखिएको हो कि यो अमला। 1 केजी अमला हेर्नु, यति पनि छैन त। कम्तीमा नि 2-3 केजी चाहिँदो रहेछ। मैले फर्स्ट टाइम बनाउन लागेको छु यो अमलाको अचार। हेर्नुहोस् कस्तो हुन्छ रेसिपी। म चाहिँ यसलाई घाममा सुकाउँछु। घाम लागिरहेको छ हल्का हल्का बाहिर। घाममा सुकाउँछु। यसको यो कटिङ गर्छु है। कुहिएको भागहरूलाई, हल्का यो बिग्रेको भागहरूलाई कटिङ गरेर फ्याँकेर अमलालाई घाममा सुकाउँछु। 2 घाम 3 घाम चाहिँ पक्कै पनि सुकाउनु होला। 2-3 घाम सुकाएर बनाउने छु। अब भने मैले यो सबै अमलालाई काटेर हेर्नुहोस् त सुपभरि बनाइसकेको छु। हेर्दा अघि कति थोरै देखिएको थियो, तर कटिङ गर्दा चाहिँ सुपभरि हो। अनि टाइम पनि कति धेरै लागेको के। कन्टला काट्दै यो कुहिएको बिग्रेको कालो भएको सबै भागहरू छुट्याएर फ्याँकेर यसको गेडा पनि भित्रको निकालेर मैले यसरी कटिङ गरेको छु, किनकि छिटो सुकोस् भनेर।
गेडैसँग नै हामीले बनाउन सक्छौँ गर्मी महिनामा होइन। यसको छिटो सुक्छ, घाम झर्को लाग्छ। गेडैसँग बनाउँदा खाने बेलामा एकदमै राम्रो हुन्छ होला। तर अहिले चाहिँ कम घाम लाग्ने भएकोले यसरी कटिङ गरेर सुकाउँदा छिटो सुक्छ, यसको पानी छिटो ससिन्छ भनेर मैले चाहिँ यसरी कटिङ गरेर फिजालेको छु। अब यसलाई सुकाउनु पर्छ घाममा। हेर्नुहोस् है साथीहरू, अमलाको अचार बनेर रेडी भइसकेको छ। मैले फुल भिडियो अलिकति हाल्न भ्याइनँ कि सुकाएँ है। यो अमलालाई कटिङ गरेपछि 2-3 दिन खासै राम्रो घाम लागेन कि सुकाउन टाइम लाग्यो। अनि त्यही भएर सुकाएर अनि हतार मसलाहरू रेडी गरेँ। यसमा मसलाहरू मैले के हालेको छु भने धनियाँ पाउडर, जिरा पाउडर, 5 फुरन पाउडर, यति नै हो मैले हालेको मसला। अनि त्यसपछि तेलमा फ्राई गरेर नुन, बेसार अनि गुड हालेको छु है। मैले गुड हालेर बनाएको छु। हल्का बच्चाहरूले पनि खान रुचाउँछन्, गुलियो टेस्ट भयो भने भनेर। अमला स्वास्थ्यको लागि एकदमै राम्रो, खानलाई ग्यास्ट्रिकहरू, स्किनको लागि राम्रो, भिटामिन ई हुने भएकोले ग्यास्ट्रिकको लागि एकदमै राम्रो रहेछ कि यो अमला। त्यसैले मैले बनाएर अब यो अचारलाई डिब्बामा राख्छु। बच्चाहरूलाई रोटीसँग, खानासँग थोरै दिन्छु, म पनि खान्छु। तपाईँहरू पनि यसरी नै सिजनमा अमला लिएर यसरी अचार बनाएर राख्नुहोला। गर्मी महिनामा खानलाई एकदमै राम्रो हुन्छ हेल्थको लागि। अरू अचार डिब्बामा राखेको अमिलो अचारहरूले ग्यास्ट्रिक बढाउँछ, ग्यास्ट्रिकको लागि एकदमै हानिकारक हुन्छ भने यो अमलाको अचार चाहिँ ग्यास्ट्रिकको लागि एकदमै उपयोगी हो कि, एकदमै उपयोगी। ग्यास्ट्रिकलाई औषधिको काम गर्छ है यसले। यो अचारले चाहिँ, अमलाको अचारले चाहिँ औषधिको काम गर्छ। ग्यास्ट्रिक हुनेहरूले त पक्कै पनि खानुहोला बनाएर थोरै दिनमा। थ्याङ्क यू सो मच भिडियोलाई हेर्नुभएकोमा। मेरो च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिन नबिर्नुहोला। अनि हजुरहरूलाई कस्तो लाग्यो यो अमलाको अचार बनाउने विधि है, कमेन्ट पनि गर्नुहोला। यसमा मैले फुल भिडियो हाल्न पाइनँ कि, किनकि मलाई हतार भयो कि अलि भिडियो खिच्ने हो कि बनाउने हो कि एक्लैले है। त्यसैले मैले एकचोटि बनिसकेपछि रेडी भइसकेपछि देखाएको छु हजुरहरूलाई। यसरी बनाउनु होला। अब यो मैले डिब्बामा राख्छु, चिसो भएपछि हल्का तातो हो त्यसैले मैले कराईमै छोडिदिएको छु। चिसो भइसकेपछि मैले यसलाई डिब्बामा राख्छु। थ्याङ्क यू सो मच। भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला। बाई बाई।